सबैजनालाई नमस्ते। यो चामे गाउँपालिकाको चामे भन्ने गाउँ हो। यो मनाङ जिल्लाको सदरमुकाम पनि हो। यो विन्टर मन्थ नोभेम्बरमा एकदमै जाडो हुन्छ, धारामा नुहाउन सकिँदैन। सो हामी चाहिँ यहाँको नेचुरल तातो पानीमा नुहाउन जाँदैछौँ। यो चामेबाट यो देखिएको जुन चाहिँ ठाउँ छ त्यही छ प्राकृतिक तातो पानी चामेबाट। यो गाउँबाट 5 मिनटको बाटो छ। यहाँ चाहिँ हामी जानेछौँ। यो चामे गाउँपालिकाको हाइट कति छ भनेदेखि 2660 मिटर हाइटमा रहेको छ समुद्र सतहदेखि। यस चामे गाउँपालिकाको जनसङ्ख्या भनेको 1200 देखि 1300 सम्मको बिचमा चाहिँ जनसङ्ख्या रहेको छ। यस चामे गाउँपालिकाको चामेमा चाहिँ यो मनाङकै एउटा सदरमुकाम भएको हुनाले धेरै अफिसहरू पनि यहाँ रहेको छ र धेरै अफिसले गर्दाखेरि अलिकति जनसङ्ख्या चाहिँ यो ठाउँमा चाहिँ देखिन्छ। अफिसका कर्मचारीहरूदेखि लिएर यहाँ बसोबास गर्छन्। त्यसपछि आर्मी ब्यारेक, सशस्त्र प्रहरी, त्यसपछि नेपाल प्रहरी होइन। यसले गर्दाखेरि चाहिँ धेरै मानिसहरू चाहिँ यहाँ बसोबास गरेको देखिन्छन्। यहाँ टेम्पोहरू पनि सञ्चालनमा आइसकेको छ। यो जाडो महिनामा मर्स्याङदीको आकार पनि एकदमै सानो र स्वच्छ पनि देखिन्छ। यो मर्स्याङदी नदी हो।
आएपछि हामी चाहिँ यसरी तातो पानीमा यो पोखरीमा डुबिन्छ। यसरी डुब्दाखेरि सुरुमा चाहिँ एकदम तातो फिल हुन्छ र त्यसपछि तपाईँ जब डुब्दै जानुहुन्छ त्यसपछि यो तातो फिल कम हुँदै जान्छ। तपाईँलाई एकदम रिफ्रेसको आनन्द पनि पुर्याउँछ। यो तातो पानीमा धेरैजना यसरी नुहाउन आउनुहुन्छ, यहाँको स्थानीयहरू र बाहिरबाट आएको पर्यटकहरू पनि यो तातो पानी कुण्डमा चाहिँ यसरी नुहाउन चाहिँ आउनुहुन्छ। यो देखिरहेको चाहिँ लमजुङ नाल हो होइन, जुन चाहिँ यहाँ पोखरीबाट पनि हामीले हेर्न सकिन्छौँ। विशेष गरी यो तातो पानी केको लागि त? तातो पानी भन्ने बित्तिकै अब नुहाउनको लागि त छँदैछ। यो चाहिँ अब नेचुरल मेडिसिन फर जोइन्ट पेन पनि भनिन्छ होइन। जोइन्ट पेनको लागि चाहिँ एकदम नेचुरल मेडिसिन पनि हो, जहाँ डुबेपछि तपाईँको बिस्तारै हुँदै जान्छ। र अर्को भनेको चाहिँ तपाईँको छाला रोग छ भने यो तातो पानीमा डुब्दाखेरि छाला रोगलाई पनि एकदम धेरै हानि बनाउँछ भनिन्छ है, मान्यता पनि छ। र यहाँका लामाजीहरूले पनि यो तातो पानीमा चाहिँ मेडिसिन आउँछ भनेर केही दिनलाई सूचना पनि गरेको हुन्छ। त्यतिखेर चाहिँ एकदम भिडभाड हुन्छ मान्छेहरू होइन। यो मनाङ जाने पदमार्गमा पनि कहाँ कहाँ छ त तातो पानी भन्दाखेरि चामेमा पनि छ, चामेमा अबलिगेट मनाङ होइन, चामेमा। र त्यसपछि अर्को चाहिँ यो तल लमजुङमा जगत भन्ने ठाउँमा पनि छ तातो पानी। त्यस्तै तातो पानी छ, नेचुरल तातो पानी। तपाईँहरू त्यहाँ पनि बसेर होइन तातो पानीमा डुबेर इन्जोय पनि गर्न सक्नुहुन्छ, एउटा तपाईँको प्रेसरको लागि। तर यदि तपाईँहरूलाई प्रेसर छ, प्रेसर लो छ भने एकचोटि प्रेसर पनि नाप्नु होला है। लो छ भने तातो पानीमा अलिकति यो तातो पानीले चाहिँ गर्दाखेरि प्रेसर झन् लो बनाउँछ र ढल्ने सम्भावना चाहिँ धेरै हुन्छ। धेरैजना चाहिँ प्रेसर लो भएर ढलेका छन्। सो यसमा चाहिँ तपाईँहरूले आफ्नो स्वास्थ्यको ख्याल राखेर होइन डुब्नुपर्ने हुन्छ त्यसमा चाहिँ।